दर्शकबिन भुन्टी सिरियलमा भने के अब भूपेन्द्रले झुटो माया देखाएर भुन्टीलाई पुनः फसाउँदैछन् त दर्शकबिन? किन उनीहरूले आज भुन्टीसँग पुनः प्रेम सम्बन्ध गाँसौँ यहाँ कि म तिमीलाई छोड्ने छैन भनेर अनेक खालका बहानाबाजी नाटक रचिरहेका छन् त दर्शकबिन? के उनको त्यो अंश मुद्दा फिर्ता गराउनकै लागि भए पनि भूपेन्द्रले त्यस्तो खालको चाल चालेका हुन् त? के होला त दर्शकबिन? आजको भाग 328 आउँदैछ दर्शकबिन। तपाईहरू पर्खाइमै बस्नु भएको छ कि आजको भाग निकै रोचक बनेर आउनेछ? किनकि अहिले कथामा भने सुकुमायाले भुन्टी बनेर भूपेन्द्रको घर परिवारलाई बदला लिँदै गर्दा भने त्यहाँ आम दर्शकहरूका लागि खुसीको कुरा उत्पन्न हुने गर्दछ। र हामी सबैले हेरिसकेका छौँ जहाँ कि कथा सिरियलमा हेर्दै गर्दा भने अहिले भूपेन्द्रको निकै नाजुक अवस्था छ। किनकि उनले जुनसुकै बुद्धि प्रयोग गरे तापनि अब भुन्टीका सामु उनले कुनै पनि त्यस्तो खालको काम गर्न सक्ने छैनन् जसले भुन्टीलाई असर गरोस्। त्यहाँ भने भुन्टीकी मितिनी सुकुमायाको भूमिका निकै महत्त्वपूर्ण देखिन्छ। कथामा भने आज भूपेन्द्र जेरी र श्रेया बीचको जुन सम्बन्ध छ र उनीहरूले भुन्टीमाथि जुन खालको व्यवहार गरेका थिए त्यसको प्रतिक्रिया र जवाफ स्वरूप आज कडा रूपले भुन्टी प्रस्तुत भएकी छिन्। यहाँ कि सुकुमायाले भुन्टीको त्यो रूप धारण गर्दै गर्दा भने त्यहाँ सबैजना सकेत परिरहेका छन्। र त्यस्तै अर्कोतर्फ भने भुन्टीलाई यहाँ कि आफ्नी भाउजूलाई कहिले पनि सुख दिन नसकेकी र जहिले पनि दुर्व्यवहार गर्ने भूमिका आज आफू स्वयं कसैको बुहारी र कसैको भाउजू यहाँ कि चेली हुँदै गर्दा र बुहारी हुँदै गर्दाको अवस्था आज कस्तो भइरहेको छ त्यो स्वयं देखिन्छ कि भूमिकाले जुन विगतमा गरेकी थिइन् त्यो खालको व्यवहार आज उनीमाथि स्वयं आइपरेको छ। दर्शकबिन तपाईलाई यो भूमिकाको व्यवहार देख्दै गर्दा कस्तो लागिरहेको छ? किनकि ती सबै कुराहरूमा पार भने भुन्टीले गरिसकेकी छिन्। त्यसकारणले कथामा भने आज मोहनले भूमिकालाई धेरै कुराको परीक्षा लिएको देखिन्छ। किनकि भुन्टीले जहिले पनि असल काम गर्दै गर्दाखेरि घर परिवारमा आफूले सबै कामको भूमिका निभाउँदै गर्दा पनि भूमिकाले सिनको समेत भाँचेकी थिइन् जसको जिम्मा सबै भुन्टीलाई दिएकी थिइन्। कामको जिम्मा सबै उनलाई दिँदै गर्दा भने कति धेरै दुःख हुन्थ्यो होला। आज भूमिकालाई त्यो कुराको महसुस पनि भइरहेको छ। र अर्कोतर्फ भने जुन उनले चाहेकी थिइन् अस्ट्रेलियाको सपना देखेकी थिइन् र त्यो पुरा हुन सकिरहेको पनि छैन र जसले गर्दा आज उनको वास्तविकता झल्किरहेको छ। किनकि भुन्टीमाथि यसरी भूपेन्द्रको घर परिवार खनिएको थियो कि त्यहाँ भुवन मात्र भुन्टीको असल र साँच्चै थिए जसले आफ्नो एउटा जेठाजुको भूमिका जसरी निर्वाह गर्नुपर्ने हो त्यो सबै निर्वाह गरेका थिए। तर एउटा श्रीमान भएको नाताले भूपेन्द्रले कहिले पनि भुन्टीको मर्म बुझ्न सकेनन्। त्यसकारणले आज उनको त्यो हालत भइरहेको छ। दर्शकबिन यो एउटा काल्पनिक कथा मात्र हो भुन्टी सिरियल जो आशा गौतमद्वारा निर्देशन र निर्माण गरिन्छ र सुकुमाया टिभीबाट प्रसारण हुने सिरियल आज आउँदैछ र तपाईहरु पर्खाइमै हुनुहुन्छ। र त्योभन्दा पहिले आजको हाम्रो च्यानललाई लाइक कमेन्ट शेयर सब्स्क्राइब गर्नुहोला। हस्त धन्यवाद, नमस्कार।